गरौँ भयो फुपू तपाईलाई मेरो भ्लगमा आउँदाखेरि कस्तो फिल भइरहेछ भनिदिउँ अब खुसी लागिरहेछ भ्लग पनि हेरेको थिइनँ आज अब चाहिँ हेर्छु के छ नाम मैले तपाईलाई यहाँ गर्दै थिएँ कि तपाईलाई मैले देखिहाल्यो भनेको हजुर विवेक त अनि उसको के अरे सेमिनारमा गएको हो नि त अहिले त्यतातिर गएको अब तपाईँ त घटेर आफू मोटार मनलाई तपाईँ चाहिँ के भएको घटेर यो त्यत्रो त कसले गरेर घट्यो त्यत्रो काम गर्दा गर्दै ए तिमी कतै हिँड्नु भएको अब यहाँ के पर माइत हिँडेको नि माइतमा त आज पैसा पनि दिन्छ गजब बेइज्जती है कसैले आइपुग्यो यो कता राख्नु ए आउनुहुन्छ आहा उमु र म यहाँ बासिसक्यो कहाँ राख्नु ला म त जुत्तै लाएर आएँ त छिर्नु भएन जबरा
हजुर नमस्ते नमस्ते राम्रो गरी खानु भनेको मान्ने हो बाउ आमाले सबैले बुढा चाहिँ मेहनती खोज्नु थोरै लगाइदिनु न भयो क्या अब उठ्यो मानेन माम खाने मात्रै है टिका लाउनु जाऊ टिका लाउने अनि फुटे खिचाउने नाम खाऊ न काका खानु हुँदैन नि त यो 500 मात्रै दिनु हुँदैन त हौ 505 रुपैयाँ दिनुपर्छ ए होइन 5 रुपैयाँ किन क्या 505 आमा हेर त मैले 500 मैले यहाँ दिएको यसरी ए मार्छु है माय गॉड गाडी पार मान्छे कस्टमरबाट कटेर गएको बाबु चेप्टे नै यही हो त सबैजना हेलो गरौँ हेलो हाई मेरो भ्लगमा आउँदाखेरि कस्तो फिल भइरहेछ भनिदिउँ अब खुसी लागिरहेछ भ्लग पनि हेरेको छुइनँ अब चाहिँ हेर्छु के छ नाम बिल्कुल चुप हिम्मत कैसे हो तेरी मुंह खोलने तपाईँलाई त थाहा छ आन्टी मलाई पनि थाहा छैन गजब बेइज्जती है फुपूले टिका लगाइदिनु हुँदैछ मलाई एउटा भिडियो बनाउनु मन पर्यो होइन यो झोला चाहिँ खासमा फुपूको है फुपूको झोला हो यहाँ चाहिँ धेरै कुरा छ क्या यहाँ चाहिँ कोसेली छ चिसो छ चाउचाउ छ धेरै चिज छ होइन अनि एक त धेरै हेभी पनि छ यो होइन अनि फुपूले मलाई हेल्प गर्नुभयो अरे मेरो एउटा पर्स यस्तो गरौँ भयो होला है फुपू तपाईँलाई खारू जस्तो देख्छु यहाँ आएपछि मात्रै सागरे जस्तो लाग्छ बजु अब भन्नु त अब फेरि अनि साथी त्यो कान छ
वर्षको नाति नि हजुर कान्छै त्यसरी 10 वर्षको नाति नि फुपूसँग चाहिँ भिडियो बनाउन साह्रै मन पर्यो कि गाइज हाम्रो सिङ्गल छ अरे अनि त्यसपछि उसलाई चाहिँ फेरि कस्तो खालको मान्छे मनपर्छ भने तिमी जस्तै मनपर्छ अरे तिमी जस्तै मनपर्छ अरे जहिले तिमीले हेरिरहेछ नि यो भिडियो तिमी जस्तै मनपर्छ अरे कहना क्या चाहते हो बस्दो रहेछ क्या त्यस्तो धेरै खानुहुन्न क्या फुपू मोटाउँछ घट्ने भने मेरो भ्लगमा के 2 शब्द बोल्दिनु न आई लभ यु आउ झोला हिपी पुरै के हो पुरे नि बोल्नु माग्नु झोला देखाउ हिपी पुरै झोला गएर ल यो फोटो सेसन टिकटक सेसन के भन्ने यसलाई हाम्रो चाहिँ सबै सकेर हामी चाहिँ घर फर्किन्थेन अनि फाइनली घर आइपुग्यौँ अनि हाम्रो म चाहिँ यो कुखुराको लागि धेरै टेन्सन गरिरहनु भएको थियो क्या चाँडो जाने भनेर किनकि यो खोल्नुपर्छ नि त भरे कुखुरा कहाँ बास गर्छ थाहा हुँदैन यसको लागि हामी चाँडो त के भन्नु ढिला भइसक्यो त्यही नै त्यो हुँदै थियो फाइनली घर आइपुग्यो अब रुम चाहिँ यस्तो छ क्या पुरा लथालिङ्ग छ क्या आज त फाइनली खतम